नमस्कार साथीहरु, हजुरहरुलाई आमा छोरा अफिसियल च्यानलमा स्वागत छ। आज चाहिँ हामीहरु लक्जमबर्गको एउटा स्पेशल ठाउँमा जाँदै छौं, जो चाहिँ एउटा ऐतिहासिक ठाउँ पनि हो। हजुरहरुलाई गएर देखाउने छौं। हामी अहिले चाहिँ बेतमबर्गको गारबाट हिँड्यौं। उता जानको लागि आज चाहिँ हामी बसमा जाँदै छौं। बुढो म अलि लजाउनुहुन्छ बुढो चाहिँ। त्यसैगरी बाहिर आजको मौसम हेर्नुहुन्छ भने साथीहरु यति राम्रो छ साथीहरु। मौसमले एकदम साथ दिइरहेको छ। दाजुभाइ गफ गर्दैमा व्यस्त छन् आफ्नो उसमा। बुढाबुढी आफै गफ गर्दै बाहिरको वेदर हेर्दै हामी अगाडि बढ्दै छौं। यति रमाइलो छ नि साथीहरु। यति रमाइलो हेर्दा नि मोहक भन्छ नि त्यस्तै छ। हामी हिँड्छौं, बच्चाहरू गफ गर्छन् गफ गर्दै हिँड्नु। त्यही त हो नि हैन, विकेन्डमा बच्चाहरू शनिबार भएपछि शनिबार आइतबार चाहिँ बच्चाहरूको लागि टाइम हो नि त विशेष गरी। त्यसैगरी हामीहरू अगाडि बढ्छौं। यति राम्रो मौसम छ नि, यति राम्रो मौसम छ। जाँदा हामी यहाँबाट बिस्तारै झरेर अर्को बसमा जाने बेला आउन लाग्छ। बाटोमा त यति राम्रो छ नि मौसम त। आहा, म भिडियो यसो क्यामेरा घुमाइरहेको छु बेला बेला। राम्रो ठाउँ छ। हेर्दै आहा, यस्तो राम्रो ठाउँहरू हुँदै जाँदै साह्रै सबभन्दा राम्रो भने एकदम राम्रो भएछ लक्जमबर्गको मौसम चाहिँ। अहिले एकदमै राम्रो गर्मी भएछ, 20-22 डिग्री भइरहेछ। आहा, बाटोमा हिँड्दा युरोपका सबै सेन्जेन कन्ट्रीहरूका फ्ल्यागहरू पनि देखे। कस्तो रमाइलो ठाउँ रहेछ। हामी चाहिँ विशेष गरी युरोपको सेन्जेन भन्ने ठाउँमा जान लागेका छौं। त्यहाँ चाहिँ रमाइलो सबै देशको झण्डाहरू, एउटा ऐतिहासिक ठाउँ पनि रहेछ। अब हामी यहाँबाट झरेर हामीले अर्को बस चेन्ज गरेर जान्छौं। बसको टाइम टेबल हेर्छौं एकछिनलाई। टाइम रहेछ 5 मिनेट जति बस आउन। त्यसैले गर्दा हामी यहाँ एकछिन वेट गर्ने, यताउति हेर्ने। रमाइलो छ यहाँ चाहिँ। यो कस्तो छ भने यहाँतिर यो अगाडि बाटोभन्दा यताको चाहिँ हाम्रो लक्जमबर्ग हो भने बीचमा एउटा खोलो छ। त्यो खोलोभन्दा पारिको चाहिँ फ्रान्स हो। त्यस्तो छ। अब हामी हिँड्दैछौँ अगाडि। यस्तो राम्रो ठाउँ छ नि। त्यो झण्डाहरू भएको ठाउँ। झरेर पनि म त्यहाँ गएर भिडियो खिचेर अनि आएको। कस्तो राम्रो छ नि है साथीहरु। त्यस्तो राम्रो ठाउँहरू छ। एकदम वेदरले साथ दिएपछि के लाएर। त्यसपछि हामी युरोपका त्यो सेन्जेन कन्ट्रीहरूका सबै झण्डाहरू राखेको ठाउँमा पुग्यौं। त्यहाँ चाहिँ छोरोले मामु मैले झण्डा हेरेर नाम भन्न सक्छु नि भने। ल नि त बच्चालाई एउटा आइक्यू जस्तो पनि हुने, हेरौँ कुनै मिस्टेक गरे पनि केही भएन सचाउला भनेर ल न भन्न भनेर एउटा भिडियो पनि खिचे मैले। उनले सबै एक गरेर देखाउँदै गए। मैले नजानेको झण्डा पनि बाबुले जानेका रहेछन्। एकदम खुसी लाग्यो र उनले भने। त्यसपछि उनले सबै झण्डा देखाए। देखाए। त्यसपछि हामी एउटा ठुलो खोलामा गयौं। त्यो खोलाको वारी र पारी एउटा पुल रहेछ। त्यो पुलले चाहिँ जर्मन र लक्जमबर्ग छुट्याएको रहेछ। लक्जमबर्ग र जर्मनको बोर्डर रहेछ। एकदम रमाइलो, सुन्दर, रमणीय ठाउँ थियो। एकदम भ्यू पनि राम्रो देखिन्थ्यो। यता यो लक्जमबर्ग थियो भने यसको पारिपट्टि ठ्याक्कै जर्मन थियो। हामी जर्मनपट्टि गयौं र त्यहाँका सपिङ सेन्टर लिडलहरू रहेछ। त्यहाँ लिडलहरूमा गयौं। त्यसपछि हल्का खानेकुराहरू किन्यौं। सबैजना परिवार बसेर सँगै खायौं, रमाइलो गर्यौं। त्यसपछि फोटोहरू खिच्यौं। अनि त्यसपछि बिस्तारै हामी बिहानको बाटोमा फर्क्यौं। थ्यांक यू फर वाचिङ। कस्तो लाग्यो हाम्रो मिनी ब्लग हेरेर सल्लाह सुझाव दिनु होला। थ्यांक यू। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सिनु होला। धन्यवाद। लभ यू अल।